हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल। सरकारले चाहिँ बाटोमा खाएको फोहोर चाहिँ डस्टबिनमा फालो, यताउति नफालो। तर म 5 मिनटदेखि यो चक्लेट खाएर यो चक्लेटको ऱ्यापर म 5 मिनटदेखि लिएर अगाडि बढिरहेको छु बाटोमा, तर एउटा पनि डस्टबिन पाएन मलाई कि यो चाहिँ ऱ्यापर म डस्टबिनमा फाल्छु। आज चाहिँ यहाँ जो हामी हेर्नेवाला छौँ, हामी कतिको डिस्टेन्समा हामीलाई यो ऱ्यापर फाल्नको लागि डस्टबिनहरू पाइरहेका छ। अहिले हामी देवकोटा चौकनिर छौँ। देवकोटा चौकदेखि हामी अब भरत चौकतिर हामी लाग्नेवाला छौँ। देवकोटा चौकतिरबाट हामी घुम्दा घुम्दा हामी अब भरत चौकतिर लाग्यो। भरत चौकतिर हामी जाँदा जाँदा गर्दा हामीलाई 100 मिटरमा एउटा पनि डस्टबिन पाएन। त्यसपछि हामी भरत चौकतिर जाँदा हामीलाई भरत चौकनिर हामी एउटा डस्टबिन पायो। त्यसपछि हामी त्यहाँ ऱ्यापर नफाल्दा हामी सर्वे गर्नको लागि कतिको डिस्टेन्समा चाहिँ डस्टबिनहरू छन् त्यो गर्नको लागि हामी त्यो भरत चौकतिर बिर्ग जाने बाटोमा हामी निस्क्यो। त्यसपछि हामीलाई सिडिओ अफिसनिर एउटा डस्टबिन पायो। अनि सिडिओ अफिस पाएपछि हामी अझ अगाडि बढ्न थाल्यौँ। अझ हामी 100 मिटर जति अगाडि बढ्दा हामीलाई एउटा पनि उतातिर डस्टबिनहरू पाएन। त्यसपछि हामी फेरि भरत चौकनिर आए। त्यसपछि हामी मटियाला जाने बाटोको अगाडि बढ्दा थाल्दा हामीले केशव स्विटनिर एउटा डस्टबिन पायो। त्यसपछि हामी अगाडि बढ्दा न अस्पताल त्यो ब्रेमा अस्पतालनिर हामी डस्टबिन पायो, न त त्योभन्दा अगाडिको चौकमा हामीले पायो। त्यसपछि हामी आफ्नो घरतिर आउँदा फाइनली एउटा हामी डस्टबिन पायो। हामी बेलुकादेखि राति हुन आयो। अब हामी फाइनली हामीले डस्टबिन तहरू पायो, तर हामी हेर्नको लागि अलिकति सर्वे गर्नको लागि अगाडि बढ्यो। हामीले युनिट गरेको लागि यहाँको चौकमा डस्टबिनहरू छन्। त्यसपछि 100 मिटरमा छन्, धेरै छैन त पर्याप्त मात्रामा छ। त्यसपछि हामी गएर त्यो प्याकेट डस्टबिनमा फाल्यो। थ्याङ्क यू फर वाचिङ।